यताबाट गेट चाहिँ यहाँ छ हैन दोकान छ राम्रो माइपोखरी मेलिना मुखिया नानी बडी साथीहरु गाइज किन ओ मेलिना चाहिँ कहाँ हिँड्नु भयो हामी माइपोखरी घुम्नु आएको कस्तो छ त मौसम यहाँको म जाडो मलाई त जाडो लाग्न थाल्यो म फेरि स्वेटर लगाइहाल्छु तल ताल छ हैन पछाडी हामी यो बाटो आइरा छौं तपाईहरुले देख्न सक्नुहुन्छ माइपोखरी यस्तो छ भनेर तिमी बोल न मैले होला जंगल चाहिँ कति धेरै हो जंगल कस्तो धेरै छ डर लाग्छ डर लाग्यो माइ लट म बोल्छु बोला न तिमीले बोल न कस्तो राम्रो वाउ तपाईहरु पनि आउनु भएको छैन भने गाइजहरु आउनु होला माइपोखरी चाहिँ घर यहाँ भित्रको मुख दिन डर लाग्दो छैन दिउँसै बिराउन ठाउँ मान्छेहरू घुम्न आउनु भएको छ यहाँनिर 2-4 जना के छ के हो यहाँ पहिला उयो हे हामीले फुटिएको दामी छ यहाँ चाहिँ हैन सल्लाहको किसिली छ तपाईहरु देख्न सक्नुहुन्छ राम्रोसँग म यो त जाने फेरि हामी यो बाटो आएको हामी चाहिँ हैन अब मैले बनाउनुपर्ने ब्लग उसले खोजेर मोबाइलै दिँदैन त मलाई देऊ मेरो तिम्रो नाम के हो तिमीको यस्तो राम्रो ठाउँमा यहाँ घुम्नुको लागि हैन मन पर्यो झापामा त आमा घुम्नु गयो भने पनि अनुहार यत्रो फुलेर के भन्दैछ मेरो बुढाले चाहिँ थाहा छ झापालाई नहेप्दैछ नि भन्दैछ मुखले इसाराले सानो बोलेर तपाईँले सुन्नुभएको भएर त्यो मलाई थाहा भएन यो यस्तै छ यस्तै नाटकको आधारसँगै हिँड्नु पनि हुँदैन कि झोला बिचारा झोला बोकेर हिँड्दैछ के म हेन्सी होइन र भनेको जतिकै नि अनि तपाईँलाई म बेकार भाग्यमानी लाग्छ कि क्या हो किन भाग्यमानी अनि यस्तो राम्रो ठाउँमा घुम्नु ल त्यसो भए आजदेखि चिन्दिनँ म आजदेखि म चिन्दिनँ कस्तो राम्रो वा ला मेरो बुढाको नाटक कस्तो राम्रो ठाउँ नि कसै तल कसै माथि रहेछ नि त खोइ कहाँ ए यहीँ त होइन त साँच्ची त अनि मेरो बुढा कहाँ छ ए सानो सानो माछा नि कस्तो हो यो ठाउँ चाहिँ यस्तो राम्रो छ राम्रो नि हो राम्रो
आउनु होला गाइजहरू कति राम्रो रहेछ मलाई चाहिँ मन पऱ्यो पहिल्यैदेखि तर राम्रै थियो यो चाहिँ राम्रो नै छ अब हामी यताउता जाने हौ हेर्दै गर्नु होला गाइजहरू बाटो कस्तो रहेछ त्यो मन्दिरमा चाहिँ हामी अब जाँदैछौँ पछाडिबाट घुमेर आइसक्यौँ के छ कोही छ त छैन नि होइन हामी यहाँको गेट इन भइसक्यौँ होइन अब यता घुम्यौँ हामी अब यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ मेरो अगाडि मन्दिर हो के को यो एकछिन के रहेछ यो के को मूर्ति हो घर रहेछ यहाँ चाहिँ कसको घर मान्छे बस्नुहुन्छ उनीहरूलाई थाहा छैन होइन यहाँनिर एउटा मन्दिर रहेछ भित्र के छ मन्दिरै हो डर लाग्दो छ तपाईँहरू यो घर पनि एकान्तमा सुनसानमा छ होइन यो घर पनि अलिक कस्तो डरलाग्दो ठाउँमा छ यहाँ मान्छे चाहिँ यहाँभित्र चाहिँ के हुन्छ देख्न सक्नुहुन्छ तपाईँहरू यहाँभित्रबाट चाहिँ अब अलिक मलाई डर लागे जस्तो छ तपाईँहरू अब मूर्ति रहेछ हाम्रो भगवान्को मूर्ति यता पनि एकान्त सुनसान ठाउँ छ तपाईँहरू नि आएर देख्न सक्नुहुनेछ कोही छैन मान्छेहरू होइन यो चाहिँ माई पोखरी हो जुन हामी चाहिँ यता अब फर्किने बाटो अब यता फेरि यहाँ के लेखेको रहेछ यो रुखमा हेरौँ है धाम जाने बाटो ल यहाँ मलाई कुट्दैछ मलाई कुट्दैछ फेरि यहाँ चिउला हेर्नु दिसाएर चिउला धाम पोखरी कस्तो डर लाग्दो छ धेरै पर त डढेर आएको होइन हामी चाहिँ घुम्न आएको अनि पूजा गर्ने ठाउँ त्यही पनि जाउँ न त भनेर आएको हो साथीहरू तपाईँहरू पनि यहाँ पूजा गर्नुभएको छ होला सायद कस्तो राम्रो ऊ भित्र हेर्नु न भित्र साथीहरू कस्तो राम्रो गेटमा पनि हामी चाहिँ फाइनली यो गेटबाट निस्किसकेको छौँ होइन अब यहाँनिर माई पोखरी देखेको माई पोखरी चाहिँ हामीले सबै भिजिट गरिसकेको छौँ यहाँनिर मान्छेहरू देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ गाडी छ यता